बाटोमा च्यानल सन्चलाई म सन्चै रमेश छु अनि आज चाहिँ फेरि भ्लग आइसकेको छ ट्राभलिङ टु धनगढीवाला हामी चाहिँ जान लागेको है। अब यो चाहिँ मेरो एकदम म चाहिँ रेडी भइसकेको छु अनि अहिले चाहिँ हामी हाइसमा जान्छौँ। हाइस चाहिँ कसको भन्ने कुरा थाहा छँदैछ होला सतर्क गएपछि है अङ्कलको। अनि अहिले चाहिँ रेडी भइसकेको छु अनि एकछिनमा हाइस पनि आउँछ। यो चाहिँ हाम्रो किचन है, लास्टचोटि देखाइदिउँ हामी लोकल किचन है। अनि यता चाहिँ हाम्रो ग्यास चाहिँ यता चाहिँ यहाँ सरी आरटिआर यो चाहिँ अब केही दिनपछि उतै जाँदैछ है, किनकि बनाउनु छ। अनि यो चाहिँ हाम्रो टोइलेट, यो चाहिँ विवेक जोशीवाला टोइलेट होइन है। अनि यहाँ चाहिँ सनराइज भइसकेको छ, अहिले यस्तो बवाल लागिरहेको छ। अनि यहाँ आन्टी आन्टी माछा को भाले अहिले या डिएफएस के चाहिँ म आफ्नो पसललाई हेर्न जाँदै थिएँ। अनि अब कहिले आउँछ थाहा छैन है, त्यही त समय हुन्छ होला। यो लास्ट टाइम चाहिँ बाई बाई भन्न आएको आफ्नो पसललाई। यो चाहिँ हाम्रो गोदामको त्यो भइहाल्यो है, यो चाहिँ गोदाम। अनि यस्तै छ, यो चाहिँ हामी हिँडिसकेको छौँ। अनि यहाँ चाहिँ हाम्रो सुरी दाई ड्राइभरजी जो कि टिक्टोकमा आउने सुरी छ है, चाहिँ फरिरहेको छ। यो चाहिँ ड्राइभर दाईको साथीको है, पुरन दाईको। अनि यो चाहिँ हाम्रो पाल यस्तो छ हाम्रो हाइस। अब यहाँ पछाडि गयो है, त्यो रहेको छ डिएफएस के हालेको छ अरे है। यस्तो छ यसको हालत, बाबुको हालत यस्तो छ। यस्तो हल्का रिभ्यू दिन्छु है। यो चाहिँ डिएफएस यो भित्र चाहिँ होम चार्जर हुन्छ है। अनि यहाँ यस्तो छ 1783 अनि धनगढी बजार यस्तो छ हाम्रो चार्जिङ। अनि यो चाहिँ बजारमा एउटै थियो है, आजभोलि एउटा नयाँ छ, त्यो पनि नेपालगञ्ज हिँड्नेवाला एउटा आछ है, नत्र 1783 यही हो। अनि हाम्रो यो चाहिँ छुट्नै भएन कतै पनि है। यो चाहिँ हाम्रो यस्तो रहेको छ, सामान खासै छैन आज डिगिस्की। अनि यो चाहिँ माथि गऱ्यो होला है। अनि आज फेरि सब डेकोरेसन निकालेको छ, केही छैन बाँकी बचेको। यता हल्का फुल छ। अनि यस्तो छ, खासै केही छैन आजभोलि। धुन लगाएको छ, नयाँ हाल्नु छ कि सब फालेको थियो। बप्पाल छ हाम्रो, यस्तो छ यहाँ त पुरै धुलो। अहिले चाहिँ हामी फेरि बागथालादेखि चार्जिङ हालेर उकालो चढ्दै बागथालाको सुनुकुडाको उकालो चढ्दै सुनुकुडाको उकालो चढ्ने बाटो है। अनि यस्तो छ बोदालकोटा घाम लाग्दैन चुलीका छाया चाहिँ अगाडिको चाहिँ पुरन दाइ है, यहाँ गाना पनि मार्मिक च्यानल। अनि यहाँ चाहिँ यो हाम्रो डेकोरेसन हो, यस्तो भवा डेकोरेसन पुरै निकालेको छ हल्कामा। त्यहाँ चाहिँ 100%मा 10% पनि बाँकी छैन है। यो चाहिँ हाम्रो बजारको सिमाना नाकापट्टि पछिको ठ्याक्कै बैतडीको तिर है। यसलाई बैतडी खप्तर पनि भन्छ है, मिनी खप्तर भन्छन् कोही कोही। अनि यो चाहिँ हाम्रो रोकेको थियो, एकछिन मैले एउटा भिडियो हानिदिएको है टिकटकको लागि।
यो चाहिँ हाम्रो बब्बाल भाले डिएफएस यसको नाम चाहिँ भाले राखिसक्यो। अब मेन चाहिँ अब सुरी दाइले है, हाम्रो ड्राइभरको दाइ यो दाइको नाम चाहिँ सुरी दाइ है। यो चाहिँ हाम्रो त्यहाँ गाउँ माथिको। अनि बब्बाल मजा आइरहेको थियो है, हामी गाना चलाउँदै लगाए चाहिँ यो चाहिँ हाम्रो डलधुरा बजार है। यहाँ चाहिँ हाम्रो बस पार्क जिपहरू छ। अनि यो चाहिँ डलधुराको गेट एकदम दुःख लागिरहेको थियो है, किनभने आउँदाखेरि कस्तो मजा गरिरहेको थियो है। पछि पुग्नु लाग्यो भन्दै फेरि जाँदाखेरि रमाइलो लागिरहेको थियो। अनि अगाडि चाहिँ कार थियो है, मजा आइरहेको थियो जोस झर्नेमा। अनि सुरुताले पनि पुरै गाना लगाउँदै फर्ममा चलाउँदै खालि मलाई चाहिँ यहाँ जिस्काउँदै अनि निमुर्दै है, हात खुट्टामा त्यहाँ खुट्टामा के पुरै चिम्टी काट्ने होइन, यस्तो गरेर हातले पुरै अनि यस्तै गइरहेको थियो, मजा आइरहेको थियो है। लगाइ चाहिँ हामी चाहिँ खाना खान पुगिसकेको छ है। डलधुरामा गाडी चार्ज लगाएर है यहीँ खाना खाँदै खाना चाहिँ मलाई खासै मिठो लागेन, केही थिएन, खालि मान्छेले भासु पुग्न लाग्यो है, मतलब पुग्यो है। यो चाहिँ भासुको भिड है, यो चाहिँ भासु। अनि सुरुदै चाहिँ मजाले त्यहाँ फोनमै मतलब फोन गर्दै थियो कसलाई खै, अनि अगाडिदेखि फोनमै थियो सुरुदै। अनि हाम्रो चाहिँ यो भासुको भिड है, यहाँ चाहिँ हामीले काफल पनि किनेको थियौँ हल्का तल गएर। अनि ऊ त्यहाँनिर तल छ है काफलहरू। अनि बाबा मजा आइरहेको थियो, जन्ममा आयो यस्तो बार मजा आयो। जब पनि मेरो टाउको चाहिँ हाल्छ र म भर्खर सुतेर उठाएर थुप्रै देखिरहेको थियो। अनि यो चाहिँ हामी गोदावरी पुग्दाखेरि अन्तिममा एकदम दुःख लागिरहेको थियो एकदम, किनभने अब जाँदाखेरि अब पाहाड जान्छु यस्तो रमाउने है, यस्तो घुम्ने सुन्ने भनेर मजा गरेर जान लाग्थ्यो, एकदम मजा आइरहेको थियो। अनि जाँदाखेरि चाहिँ ओह्रालो झट्टै ठिकै डर त्यो मुटु त्यस्तै अलग थियो, मन अलग्गै लागिरहेको थियो कि झन् अब सुत्दा त अब त तल माथि गरेर राख्ने त उसलाई त्यस्तो केही लाग्दैन। अब हामीलाई चाहिँ अब यहीँ बस्नु हुनाले अलग्गै लाग्छ नि त। अनि अलि दुःख पनि लागिरहेको थियो, मजा पनि आइरहेको थियो, बढी जस्तो दुःखै लागिरहेको थियो भनौँ है, झगडा पनि लागिरहेको थियो। मलाई मुटु ढकढकदेखिको अर्कै त्यति तल भएर त्यति डर लाग्दै थियो कि। अनि यो तल देख्न साथ मलाई झन् अब अहिले भइसकेर गर्दैछु, यो बेला नि अर्कै लाग्दैछ कि ढकढक हुँदैछ। अब पाहाडमा झन् मजा आइरहेको थियो, घरका त्यहीँ थियो नि त। अब एक्लै आउनु परेपछि मतलब एक्लै भन्दा पनि यहीँ आउनु परेपछि अझ अलग्गै लाग्ने रहेछ है। अनि यहाँ चाहिँ अब सनराइज भइरहेको थियो, त्यो पनि अब मेरो मनै थिएन भ्लग बनाउने पनि। अब के गर्नु, जाँदाखेरि मन हुन्छ, आउँदाखेरि मनै हुन्न। मैले आजसम्म बनाएको छैन आउँदाखेरि यो बार चाहिँ हानिदिउँ भनेर है, अब बनाउने भनेको मलाई एकदम दुःख लागिरहेको हुन्छ, मनै पर्दैन जस्तो। के गर्नु अब बनाउनै पऱ्यो। अनि यो चाहिँ हाम्रो गोदावरीको यस्तो गोदावरीको तल झर्दै भन्दा पनि डर लाग्छ, अर्कै लाग्छ। जाँदाखेरि मजा आइरहेको थियो है, मोबाइल पनि झापझाप हुँदै थियो अहिले क्यामेरा। अनि यो ठ्याक्कै तल आउँदाखेरि झरिरहेको थियो। यो चाहिँ अन्तिम लास्ट मोड थियो है। अनि यहाँ चाहिँ हाम्रो डिएफएसकै, अनि यहाँ चाहिँ चार्ज पनि 40 ओह्रालोमा हाई स्लो हानेपछि स्लो झन् चार्ज बढ्ने रहेछ यार, मलाई भर्खर अहिले थाहा भएको सुविधाले भनेको। अनि यहाँ चाहिँ यो अन्तिम मोड है, एकदम दुःख लागेको थियो मलाई, यहाँ पुरै के दिमाग खराब भइरहेको थियो। अब मुटु यस्तो ढकढक हुँदैछ नि त। अनि चाहिँ हाम्रो बझाङको बस छन्, अब हामी तल जाँदैछौँ होइन, बझाङको बसहरू हाइसहरू माथि जाँदैछौँ नि त, झन् अब अर्कै लागिरहेको छ कि यस्तो अलग लागिरहेको छ कि। ठ्याक्क हामी तल आउँदैछौँ उनीहरू माथि जाँदैछ, अलग्गै लाग्दै थियो। अब के गर्नु है, जानै पऱ्यो। अनि यता चाहिँ हाम्रो पसलहरू है, यो जति तल आयो भने अब एउटै कुरा मैले 20चोटि अहिले यहाँनिर दोहोऱ्याइसकेँ है। अब सिद्धियो है। अनि यहाँदेखि ल अब सिद्धियो यति नै हो। अब चारपाँचजना चाहिँ फेरि आउँछ हामी घरतिर है, भए पनि दुःख त लाग्छ। अब यो हप्ता काट्न चाहिँ गाह्रै हुन्छ भनौँ न, फर्स्टतिर हामीलाई काट्न यो धनगढीतिर अप्ठ्यारो लाग्छ कि मतलब यस्तो मजा हुन्न कि झ्याउ लाग्छ धेरै, मनै पर्दैन यस्तो।
अहिले चाहिँ हामी गेट आकाशताल पुगिसकेको छ आकाशतालको त अनि दाइ सुर्ताएको मलको आँखा देखाउँदै थियो है त्यहाँ कलमै बिजी थियो सुर्ता अनि पनि थकाइदियो पुरै दिन लाग्यो भन्दा हिजो राति नाइट गएको थियो अनि बिहान फर्केको अन्त अनि चार्ज चाहिँ त्यहाँ कति 38 जति थियो अनि यहाँ चाहिँ पुरन दाइ हाम्रो रोकेको थियो पुरन दाइ के साथी अघि मैले बिहान देखाएको थिएँ नि बाख्ताला सँगसँगै आएको अब यिनीहरू चाहिँ अब रेस सुरु हो अनि रेस सुरु अनि हामी अब धर्मडी परेशान्दै अब डर मनहरू के बाहिर बाहिर हुँदै थियो कि त्यसको लागेको त्यही पनि अब आएको के गर्नु आउनु पऱ्यो अनि यहाँ चाहिँ सुत्दै चाहिँ साउन्ड खै अरूको बाहिर गएको छ अनि म चाहिँ यहाँ चोकनिर भनौँ न लास्टचोटि हेर्दै अहिले चाहिँ अहिलेको लागि अझ देखिहाल्छु म त 2-3 दिनमा फेरि अनि यो चाहिँ हाम्रो अस्ति भर्खर किनेको यो फुलको गुच्छा डिजेमा स्पिकर माथि राख्न आइसकेको चाहिँ बाई बाई भन्दै थियो म अब हाम्रो एराइभ इन एयरपोर्ट चोक है यो चाहिँ एयरपोर्टको भ्यू अहिले चाहिँ हामी चाहिँ पुगेको पुरै यहाँ अनि यस्तो यहाँको हालत झ्याउ लागिरहेको छ यार अब कस्तो यो चाहिँ मिची पनि आइसकेको छ यहाँ मिची खप्तडको है हाम्रो मिजी 34 तेह्रको काठमाडौँको है हाम्रो क्विनको मिची मतलब सँगै आएको भनौँ न यो 7 अनि यो गाडी पनि भबाल छ है आएको अहिले चाहिँ म घर पुगिसकेको छु एकदमै राम्रो लागिरहेको छ अब चाहिँ झ्याउ लागिरहेको छ कि अहिले हामी पाहाड भए भर्खर बाइक राखेर अब घुमेर आएर भर्खर बस्यो भने त बस्नुमा अब आज चाहिँ गर्मीमा बसिरहनु परेको छ यस्तो झ्याउ लागिरहेको छ मलाई अब यस्तो मनै पर्दैछ कि दिमाग खराब भइसक्यो मेरो ल आजको लागि यति नै भिडियो इन्ट्रेस्टिङ भनेर मलाई पनि थाहा छ त्यो र एडिट गर्दैमा थाहा हुन्छ अब कस्तो झ्याउ बनाएको छ लुद्दर फत्तर त्यही पनि राम्रो लागेर हेरिदिनु होला है अब अरू भ्लग आउँछ राम्रो अब 9 हो अब स्कुल भोलिदेखि खुल्छ है अब खासैमा भ्लग बनाउनु है छुट्टीमा अब दसैँमा चैतमा 2-3 टा कन्टेन्ट हाल्ने अब अरू बेला भ्लग बनाउनु पाउनु कहीँनिर बाई चान्स बनाएपछि हो ल यति नै आजको लागि यति नै भिडियो कस्तो लाग्यो भिडियोलाई लाइक गरिदिनु छिटै मेरो नयाँ इन्ट्रेस्टिङ भ्लगमा थ्याङ्क यू सो मच वाचिङ